जुजलपा नमस्ते। समय सन्दर्भको पर्खाइमा रहनुभएका सम्पूर्ण प्रिय श्रोताहरूमा हार्दिक अभिवादन। प्रविधि संयोजनमा बिबिसा शक्य र म शङ्कर थापाको नेपाल भाषा एकाडेमीको निमित्त अनेक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम आइतबार, मङ्गलबार र बिहिबार बिहान यसै बेला प्रस्तुत हुन्छ। विभिन्न समसामयिक विषयहरू हामी यसमा प्रस्तुत गर्छौँ। श्रोताहरू, आजको विषय हामीले शिक्षातर्फ लैजाने कोसिस गरेका छौँ। अहिले धमाधम कलेजहरूमा भर्ना सुरु भइरहेको छ। विभिन्न कलेजहरू छन्। विद्यार्थीहरू कहाँ पढौँ, के पढौँ भन्ने दुविधामा छन्। विभिन्न कलेजहरूले विभिन्न आश्वासन दिएर भर्नाको लागि अनुरोध गरिरहेका हुन्छन्। यसै क्रममा आज म किर्तिपुरको पहिलो सामुदायिक कलेज, किर्तिपुरमा समुदायमा स्थापित पहिलो कलेज शहीद स्मारक कलेजका प्रिन्सिपल हुनुहुन्छ मिलन मान महार्जन। आज उहाँसँग कुराकानी गर्ने कोसिस गरेको छु। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हजुर, नमस्कार जुजलपा। जोजोलपा। मिलन सर, यो समय सन्दर्भ कार्यक्रममा स्वागत छ। धन्यवाद। हाम्रो यो शहीद स्मारक कलेजको बारेमा कुरा गर्दाखेरि समुदायको पहिलो कलेज, समुदायबाट स्थापित पहिलो कलेज होइन त? हजुर हजुर हजुर। यो कलेज चाहिँ कति साल भयो स्थापना भएको? हजुर, कलेज स्थापना 2047 साल मार्च 15 गते हामीलाई टियुबाट सम्बन्धन दिइसकेपछि हजुर विधिवत रूपमा शहीद स्मारक कलेजको नामबाट सुरु गरेको हो। त योभन्दा अघि हाम्रो देउराली बहुमुखी क्याम्पसको एउटा शाखाको रूपमा स्थापना भएको थियो, सञ्चालन भएको थियो। तर शहीद स्मारक कलेजकै नामाङ्करण चाहिँ 2047 साल मार्च 15 गतेको विधिवत सहमति स्वीकृति पत्र पछि सुरु भएको हो। भनेपछि शहीद स्मारक चाहिँ अब आफ्नै नामबाट स्थापना भएको अब 30 वर्ष लगभग भइसकेछ है? हजुर हजुर हजुर। धेरै इतिहासै भइसक्यो है, यो धेरै पुरानो भइसकेको रहेछ। 3 दशक पुरा भयो। 3 दशक, धेरै अवधि पार गर्नुभएछ। अनि सर, हाम्रो कलेजमा कुन कुन विषयहरूको पढाइ हुन्छ अहिले? अहिले कलेजमा स्नातक त ब्याचलरतिर हाम्रो बिबिएस पहिलादेखि 15 वर्ष 20 वर्षै भयो बिबिएस चलाएको। हजुर। हाम्रो त्यसपछि बिए, बिएसडब्ल्यू र अहिले रिसेन्टली एउटा टेक्निकल सब्जेक्ट ब्याचलर इन कम्प्युटर एप्लिकेसन भनेर हाम्रो 4 सालदेखि अहिले दोस्रो ब्याचको एडमिसनको लिइरहेका छौँ हामी। एउटा नयाँ विषय चाहिँ चलाएका छौँ। र त्यसै गरी हामीले प्लस 2 मा पनि ह्युमेनिटिज, म्यानेजमेन्ट, एजुकेसन, विशेष गरी हामीलाई म्यानेजमेन्टको रूपमा एउटा परिचित कलेजको रूपमा लिन्छन्। हाम्रो खुसीको कुरा त्यो हो। म्यानेजमेन्ट स्टुडेन्टहरू हामीले नगन्य रूपमा हामीले सोचेभन्दा बढी नै अपेक्षा गर्दा बढी नै स्टुडेन्ट चाहिँ हाम्रो फ्लो छ। तैपनि हाम्रो ह्युमेनिटिजको रिजल्टहरू पनि अरू रिजल्ट पनि राम्रै छन्। विशेष गरी हामी नन साइन्सभन्दा ब्याकग्राउन्ड सबै विषय चलाउने हाम्रो सोचमा रहेको छ। हजुर। यसरी विद्यार्थीहरू धेरै नै होलान्। कति सङ्ख्यामा छन् विद्यार्थीहरू हाम्रो? अब कलेज र प्लस 2, ब्याचलर र प्लस 2 सबै गरेर अहिले 1000 क्लास छ। 1000 क्लास है। यो स्टुडेन्टहरू के स्थानीय हाम्रो लोकालिटीकै हुन् कि अब भनौँ न बाहिरतिरबाट पनि पढ्न आउँछन्? होइन, हामी कहाँ चाहिँ स्थानीय भन्दा बाहिरकै विद्यार्थी बढी छन्। त्यसमा पनि हाम्रो पश्चिम एरियाका अधिकांश विद्यार्थी हाम्रोमा रहेका छन्। पश्चिम क्षेत्रका है। अनि यो कलेजमा पढाइ हुने विषयहरू भन्नाले तपाईँले बिबिएस, बिए, बिएसडब्ल्यू भन्नु, बिसिए भन्नुभयो। यो चाहिँ स्पेसल चाहिँ बिसिए चाहिँ यो 4 सालदेखि सुरु भएको सब्जेक्ट हो? हजुर, बिसिए चाहिँ अब यो टेक्निकल सब्जेक्ट हो, कम्प्युटर एप्लिकेसन सम्बन्धित विषय हो। यो सेमेस्टर वाइज 4 वर्षको 8 सेमेस्टरमा विभाजन गरेर यसको अध्ययन अध्यापन हुन्छ। यो चाहिँ खास यो विषयको सन्दर्भमा भन्नुपर्दा यो हाम्रो कम्प्युटर एप्लिकेसन अथवा कम्प्युटरका अन्य विषयहरू ब्याचलरमा पढ्नको लागि साइन्स ब्याकग्राउन्ड भएकै स्टुडेन्टहरू हुनुपर्छ। प्लस 2 साइन्स लिएकै हुनुपर्छ। तर त्यस्तो समस्याबाट हटाउनको लागि जुन साइन्सै नपढेका स्टुडेन्टलाई पनि कम्प्युटरतिर आकर्षण गर्नको लागि अथवा पढ्ने इच्छा भएमा कसरी पढाउने भन्ने एउटा टियुले सोद्धाखेरि एउटा ह्युमेनिटिज सेक्टरबाट डेभलप भएको सब्जेक्ट हो। त्यही भएर हामी प्लस 2 मा
कम्प्युटर लिएर अर्थात् साइन्स नलिएका विद्यार्थीले पनि यो अब ब्याचलरमा कम्प्युटर साइन्स लिएर अध्ययन गर्न सक्ने अर्थात् कम्प्युटरमा रुचि भएको विद्यार्थीलाई टार्गेट बनाएर बनाएको सब्जेक्ट चाहिँ हो। यसलाई यसरी अब भनौँ न साइन्स नपढेका विद्यार्थीहरूलाई कम्प्युटर साइन्स पढाउँदाखेरि त्यहाँ उनलाई अध्ययनको लागि गाह्रो हुने कि कुनै किसिमको समस्या आइपर्दैन? अलिकति सुरुमा समस्या हुन्छ किनभने त्यो नन साइन्स ब्याकग्राउन्डहरूलाई अलिकति गाह्रो चाहिँ के होला। तैपनि यो कोर्स चाहिँ अलिकति यो बिएससी सिएसआइटी बिई बिआइटी भन्दा अरू फिल्डभन्दा अलिकति सफ्ट हुने गरी बनाएको छ र प्लस यसमा चाहिँ सोसियल सब्जेक्टहरू पनि यहाँ मिसिआएको छ। जस्तै उसले सोसियोलोजी पढ्नुपर्छ, फाइनेन्सियल एकाउन्ट पढ्नुपर्छ, रुरल इकोनोमिक्स पढ्नुपर्छ, त्यसै गरी अरू म्यानेजमेन्टका अरू सब्जेक्टहरू पढ्नुपर्छ। त्यही भएर उसलाई सोसियल सब्जेक्टहरू पनि मिक्स गरेर पढाएको हुनाले चाहिँ यो अलिकति टेक्निकल मात्र टोटली टेक्निकल मात्र नभएर यसलाई सोसियल सब्जेक्टहरू मिसाएको हुनाले स्टुडेन्टलाई अलिक सफ्ट नै छ। यो त्यति गाह्रो चाहिँ हुँदैन तर मेहनत चाहिँ गर्नुपर्ने हुन्छ। हजुर, अनि विद्यार्थीहरूको झुकाव कतिको छ यो बिसिएपट्टि? अहिले यो नयाँ सब्जेक्ट भएकोले खासै त्यति धेरै छैन र अर्को कुरा यो धेरैलाई टिओले लगभग पहिलो सम्बन्ध चाहिँ 100 वटा भन्दा बढी कलेजलाई दिएको छ नेपालभरि। काठमाडौँमा पनि धेरै ठाउँ भएकोले स्टुडेन्टको चार्मिङ चाहिँ त्यति धेरै चाहिँ छैन। तैपनि नयाँ सब्जेक्टको हिसाबमा चाहिँ स्टुडेन्टको इन्ट्रेस्ट चाहिँ देखाएर छ के हो कसो हो भन्ने कुरा चाहिँ चासो चाहिँ बढिरहेकै पाउँछ। बिस्तारै ग्रेजुअली यसको चाहिँ मार्केटमा राम्रै इम्प्याक्ट परिरहेछ। जब यसको आउटकम आउँछ आउटपुट आउँछ विद्यार्थीको एउटा बिसिए कम्प्लिट भएका विद्यार्थीको क्यापेबल के हो भन्ने कुरा मार्केटमा आउँछ अझ यसले मार्केट चाहिँ लिन्छ भन्ने हाम्रो चाहिँ अपेक्षा रहेको छ। मतलब अहिले त यो प्र्याक्टिकल अब सुरुकै स्टेजमै छ होइन त्यसो भए? हजुर हजुर, यो यसको चाहिँ हामी सेकेन्ड सेमेस्टरको एडमिसन लिँदैछौँ, सेकेन्ड इयरको एडमिसन लिँदैछौँ। अब अरू हामीभन्दा 1 वर्ष अगाडि चलाउने कलेज हुन्छ। त्यही भएर खासै यसको आउटपुट चाहिँ बाहिर आएको छैन, रनिङ नै छ विद्यार्थीहरू। ए हजुर, अनि विद्यार्थीहरू 1000भन्दा बढी विद्यार्थीहरू रहेछन्, त्यहाँ बाहिरबाट आउने विद्यार्थीहरू रहेछन्। अनि त्यहाँ चाहिँ के होस्टेलको व्यवस्था के गर्नुभएको छ यहाँहरूले कि आफै सेल्फ बस्छन् उनीहरू? हजुर, अलि बुझेन हजुरको प्रश्न। यो 1000भन्दा बढी विद्यार्थीहरू छन् नि होइन हाम्रोमा? हजुर हजुर, तिनीहरू बाहिरबाट पढ्न आउने विद्यार्थीहरूलाई के होस्टेलको व्यवस्थाहरू केही गर्नुभएको छ? ए होस्टेल छैन प्रायः जस्तो, किनभने यो इन्डिभिजुअल आउने होइन, प्रायः जस्तो हामी कहाँ आउने विद्यार्थीहरूको आफ्नै प्यारेन्ट्स हुन्छन् यहाँ। ए हजुर, अधिकांश प्यारेन्ट्सहरू यहीँ बसिरहेका हुन्छन्। त्यही भएर चाहिँ खासै हामीले होस्टेलको व्यवस्था गर्नु परेको छैन। त्यसले स्टुडेन्टबाट डिमान्ड आएको चाहिँ छैन। यदि धेरै स्टुडेन्ट मिलेर हामीलाई छुट्टै होस्टेल चाहियो भने चाहिँ हामी त्यसो पनि सोध्न चाहिँ सक्छौँ। तर के हुन्छ अधिकांश विद्यार्थीहरू यहाँ पहिल्यै प्यारेन्ट्स रहिराख्ने र त्यही प्यारेन्ट्सको डिपेन्डेन्ट भएर आउने भएकोले हामीले होस्टेलको व्यवस्था गर्नु अहिलेसम्म आवश्यकता परे छैन। तर केही विद्यार्थीहरू अब सही स्मारकलाई नै रोजेर ब्याचलर प्लस 2 भन्दा पनि ब्याचलरमा यो ट्रेन्ड चाहिँ बढेको पाइयो। हजुर, पश्चिमका स्टुडेन्टहरूलाई सोद्धाखेरि हामी ब्याचलर पढ्नलाई नै काठमाडौँ आएको, त्यसमाथि सही स्मारक पढ्छु भनेर आउने स्टुडेन्टको सङ्ख्या पनि अहिले बढ्दै गएको छ। अब यो अवस्थामा हामीले तपाईँले भनेको होस्टेलको व्यवस्था पनि अब सोच्ने चाहिँ छ। हाम्रो भावी योजनामा राख्दाखेरि हामी त्यो पनि व्यवस्थापन गर्न सक्छौँ होला भन्ने हाम्रो योजना चाहिँ रहेको छ। हजुर, अनि यो विद्यार्थीहरूमा छात्राको सहभागिता कतिको छ हजुर? राम्रै छ, छात्र करिब 40-60 हाराहारीमै छ। अझ ह्युमेनिटिज सब्जेक्टतिर त छात्रकै सङ्ख्या अधिकांश हुन्छ, 70% त छात्रै हुन्छ ह्युमेनिटिजमा चाहिँ। यता म्यानेजमेन्टतिर चाहिँ हाम्रो 40-60 अथवा 35-65 को एराउन्डमा छ। लगभग सबै हामी मिलाएर हेर्दाखेरि 40-60 को हुन्छ। हजुर, अनि यो सामुदायिक स्तरबाट सञ्चालन भएको कलेज भयो, अब यसमा चाहिँ एउटा व्यवस्थापन समिति अथवा कुनै एउटा होला नि है हाम्रो? हजुर, यो व्यवस्थापन समितिमा चाहिँ को सहभागी हुनुहुन्छ, को हुनुहुन्छ? अब हामी पहिला र अहिलेको संरचनामा केही परिवर्तन गर्ने, कलेजलाई अलि समुदायका मान्छेहरूबाट पनि अपनत्व फिलिङ गराउने हिसाबमा, अपनत्व ग्रहण गराउने हिसाबमा चाहिँ हामीले एउटा सदस्यता वितरण पनि गरिसकेका छौँ। हजुर, यो क्रममा हामी 51 जना खुल्ला रूपमा पनि एउटा एकपल्ट पोहोर साल चाहिँ हामीले खुल्ला पनि सार्वजनिक सूचना आह्वान गरेर को इन्ट्रेस्टेड छन् कलेजको सदस्यको लागि भनेर हामीले एउटा सार्वजनिक सूचना पनि जारी गरेका थियौँ। त्यसबाट पनि केही सदस्यहरू इन्ट्रेस्ट गरेर आएका छन् र थप हामीले केही समाजका गण्यमान्य शैक्षिक व्यक्तित्वहरूलाई पनि हामीले यसमा आबद्ध गराउने हाम्रो प्रयास स्वरूप हामीले 25-26 जनालाई विभिन्न किर्तिपुर नगरपालिकाभित्रका 10 वडाका मानिसहरूलाई, त्यसमा पनि महिलाहरूलाई पनि समेटेर हामीले 26 जनाको नाम पनि
प्रकाशित गरेका थियौँ। यसरी हामीले अहिले नयाँ बिल्कुलै कलेजसँग पहिला टच नभएका नयाँ 51 जनालाई हामीले सदस्यता वितरण गरिरहेका छौँ र प्लस अब त्यो पुरानो म्यानेजमेन्ट कमिटीका सदस्यहरू र यस कलेजका संस्थापकहरू सबै मिलाएर हामीले अहिले कलेज सभा गठन गर्दैछौँ। त्यो कलेज सभाबाट अनि नयाँ सञ्चालक समिति चयन हुने हाम्रो प्रक्रिया चाहिँ रहेको छ। यो कलेजको अब सायद यो चैत महिनाभरिमा हाम्रो नयाँ सञ्चालक समिति चाहिँ अर्थात् हामी व्यवस्थापन समिति भन्ने गर्छौँ त्यो चाहिँ गठन हुने प्रक्रियामा रहेको छ। यो सदस्यता लिनको लागि के शुल्क लाग्ने कि अथवा के छ यसको व्यवस्था? होइन, यस्तो प्रकारको सदस्य हामीले पहिला हामीले जुन किसिमको पत्रिकामा आह्वान गरेका थियौँ त्यो आह्वानलाई आधार मानेर आएका व्यक्तिहरूसँग चाहिँ हामीले 5,000 रुपियाँ सदस्यता शुल्क लिने गरेका थियौँ। र जसलाई हामीले आफै कलेजको व्यवस्थापन समितिले एउटा मनोनित सदस्यको रूपमा आमन्त्रण गरिएका थिए उहाँहरूसँग चाहिँ हामीले 500 रुपियाँ मात्र लिएका थियौँ र बाँकी थप चाहिँ स्वेच्छाले उहाँहरूबाट स्वेच्छाले कलेजलाई सहयोग गर्न चाहन्छ भने त्यो खुल्ला रूपमा छोडिरहेको छौँ। तर नियम परिधिभित्र चाहिँ 500 रुपियाँको मात्र हामीले शुल्क तोकेका थियौँ। यसरी क्याटेगोराइज रूपमा छ र पुरानो सदस्यहरूलाई जुन व्यवस्थापन समितिका सदस्यहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ हामीले चाहिँ निःशुल्क रूपमै सदस्यता वितरण गरिरहेका छौँ। अनि यो सञ्चालक समितिको छनौट चाहिँ कसरी गर्ने व्यवस्था गरिएको छ? त्यो कलेज सभामा हाम्रो प्रस्ताव जान्छ नयाँ सञ्चालक समिति गठन गर्नको लागि भनेर। अनि त्यसमा चाहिँ हाम्रो क्याटेगोराइज छ। हामी 11 जनाको सञ्चालक समिति बनाउँछौँ। त्यसमा हाम्रो कलेजका संस्थाहरूबाट केही सदस्य पर्छन्, अहिले नयाँ वितरित सदस्यहरूबाट केही सदस्य पर्छन् र त्यसपछि हाम्रो चन्दादाताहरूबाट केही आउँछन्, हाम्रो शिक्षकको टियु प्रतिनिधि, यो सबै मिलाएर 11 जनाको चाहिँ हाम्रो नयाँ सञ्चालक समिति गठन हुन्छ। हजुर। अनि यो हाम्रो कलेज सामुदायिक स्तरबाट जुन सञ्चालन भइरहेको छ यसको लागि स्थानीय निकायबाट केही सहयोग आएको छ? जुन किसिमको हामीले अपेक्षा गरेका थियौँ त्यो किसिमको सहयोग चाहिँ पाएको छैन। कोही बेला बेलामा हामीले पाउनु जति घटिरहन सक्छ स्थानीय निकायले त्यो हिसाब मात्र पाएका छौँ। हामीले जुन किसिमको एउटा नियमित अपेक्षा गरेका थियौँ किनभने यो सामुदायिक कलेज भनेको हाम्रो नेचरी नेपालभरिको सामुदायिक कलेजलाई हेर्ने हो भने सबै उनीहरू चाहिँ सरकारबाट युजिसीबाट युनिभर्सिटी ग्रान्ट कमिसन भन्छौँ हामी, त्यहाँबाट थोरै वार्षिक रूपमा थोरै रकम मात्र प्राप्त गर्छौँ हामी, प्रशासनिक सञ्चालन खर्च जस्तो मात्र अरू विद्यार्थीबाट उठाउँछौँ र बाँकी त्यसको लागि अझ सञ्चालनको लागि स्थानीय निकायमै भर पर्नुपर्ने अवस्था छ। धेरैवटा नेपालका सामुदायिक कलेजहरू स्थानीय निकायले राम्रोसँग सहयोग गरेका छौँ। त्यसकै आधारमा हामीले हाम्रो नगरपालिकामा पनि हामीले बेला बेलामा यो कुराहरू उठाउँछौँ। तर त्यहाँबाट हाम्रो चाहिँ सही रूपमा सुनवाई भएको छैन। हामीले थोरै भए पनि एउटा नियमित अनुदानको व्यवस्था गरिदिनुहोस् भनेर हाम्रो माग चाहिँ रहेको छ। तर हामीले जति घटाउन सक्छौँ त्यहाँ चाहिँ नदिएको अवस्था पनि होइन फेरि। तर नियमित रूपमा चाहिँ उहाँहरूलाई पनि के अप्ठ्यारो भएको हो अथवा के समस्या पऱ्यो, नीतिगत के समस्या परेर नियमित अनुदान चाहिँ पाएको छैनौँ। बेला बेलामा हामीलाई योजनाहरू लिएर जाँदाखेरि त्यो योजनाहरूमा थोर बहुत सहयोग गर्ने चाहिँ उहाँहरूको चाहिँ त्यो सहयोग चाहिँ हामीले नगरपालिकाबाट पाइरहेका छौँ। त्यस्तो किसिमबाट गर्दाखेरि त अब नियमिततामा अलिकति असर पर्न सक्छ है? हजुर हजुर। अनि यो विद्यार्थीहरूलाई तपाईँहरूले अघि भनौँ न अब डिस्टिङसन ल्याउने विद्यार्थीहरू हुन्छन् उनीहरूको लागि केही पुरस्कार स्वरूप केही व्यवस्था गर्नुभएको छ? हाम्रो छात्रवृत्तिको एउटा क्राइटेरिया त छँदैछ। त्यसमाथि पनि अब हामीले विभिन्न सङ्घ संस्थाहरूसँग आबद्ध भएर एउटा द्विपक्षीय सहमति गरेर टप विद्यार्थीलाई पुरस्कारको व्यवस्था गर्ने यो चाहिँ हाम्रो भइरहेको छ। हामी थप खुल्ला रूपमा पनि यहाँको मिडिया मार्फत पनि हामी के आह्वान गर्छौँ भने कोही केही कोर्स बनाएर विद्यार्थीलाई सहयोग गर्न चाहन्छौँ भने त्यो कोर्सको लागि द्विपक्षीय सहमतिबाट बसेर हामी गर्न सक्छौँ। धेरैजना आइरहेका छौँ, फेरि सबैलाई सबै किसिमबाट हामीले खुल्ला पनि गराएको छैनौँ किनभने उहाँको के उद्देश्य के मनसायबाट के को लागि हामी छात्रवृत्ति दिन खोजेको त्यो क्लियर भएपछि मात्र हामी त्यो स्वीकार्छौँ। अहिले यहाँले छात्रवृत्तिको कुरा गर्नुभयो, अहिले छात्रवृत्ति के आधारमा कसरी दिने गर्नुभएको छ र त्यसको चाहिँ भनौँ न त्यसको पैसा चाहिँ कताबाट? यो एउटा त हाम्रो सबभन्दा ठुलो कुरा त हामी देनदार विद्यार्थी नै भयो, मेहनती र देनदार भयो। त्यो भनेको उनीहरूको नतिजाको आन्तरिक परीक्षा र बोर्ड परीक्षाको नतिजालाई आधार मान्छौँ। अर्को हाम्रो स्थानीय निकाय वडा नगरपालिकालाई दिने सिफारिसलाई आधार मान्छौँ। अर्को जाति जनजाति छ अनि शहीद परिवार छ। नेपाल सरकारले जुन किसिमको क्राइटेरिया बनाएको छ त्यसलाई नै आधार मानेर हामी अगाडि बढेका छौँ। त्यही क्राइटेरियामा अब जेएनदार विद्यार्थी चाहियो होइन हामीलाई? हजुर हजुर।
अनि विद्यार्थीहरूको अब पढाइको अलावा खेलकुदतिर पनि रुचि हुन्छ, त्यतातिर केही व्यवस्था छ? होइन, त्यो पनि अब हाम्रो कलेजहरूमा के छ भने वार्षिक रूपमा त हामी गर्छौँ, तर नियमित रूपमा गर्नलाई हाम्रो कोर्स एकदम टाइट हुन्छ। स्कुलमा जस्तो वैशाखमा सुरु भएर चैतमा सकिने लगभग भनौँ न 12 महिनाको शैक्षिक सत्र हुँदैन। हाम्रो शैक्षिक सत्र भनेको लगभग 12 महिना भए तापनि हामीले सबै काम कारबाहीहरू 9 महिनामा भ्याउनु पर्ने हुन्छ। त्यही भएर जति हामीले सोचे अपेक्षा गरे अनुसार चाहिँ खेलकुद एक्स्ट्रा एक्टिभिटीलाई त्यति उ गर्न सकेका छैनौँ। तर हामी वर्षको एकचोटि, अब यसपालि कोभिडको कारणले गर्दाखेरि लकडाउन भयो र कलेजै रनिङ हुन सकेन अथवा गर्न सकेन। त्यही भएर चाहिँ यसपालिको चाहिँ प्रोग्रामहरू रद्द भयो। नभए चाहिँ हामी वार्षिक उत्सव मनाउनु अघि खेलकुद सप्ताह भनेर 1 हप्ताको खेलकुद कार्यक्रम हुन्थ्यो। मिनिमम 1 हप्ताको हाम्रो खेलकुद कार्यक्रम हुन्थ्यो र प्रत्येक महिना जस्तो चाहिँ एउटा हाम्रो इसिए भनेर हामी विभिन्न किसिमको कार्यक्रम चाहिँ गर्थ्यौँ। तर यसपालि चाहिँ केही कार्यक्रमहरू हामीले नियमित रूपमा सञ्चालन गर्न सकेनौँ। यो कोभिडको असर परेको छ है। अनि मिलन सर, अनि यहाँनिर हाम्रो विद्यार्थीहरू जुन हुन्छन् नि, उनीहरूलाई अब भनौँ न सरकारी तवरबाट, हाम्रो कलेजलाई सरकारी तवरबाट केही सुविधा आओस् भन्ने यहाँको अपेक्षा छ? अब हामीले अपेक्षा गर्ने, अघि मैले पनि गइरहेँ, हामीले अपेक्षा गर्ने भनेको हाम्रो लागि अहिले सबभन्दा सजिलो भनेको अब स्थानीय तह नै हो। अब स्थानीय सरकारलाई हामीले एउटा नियमित बजेट अनुदान छुट्याइदियो भने हामी पनि त्यही किसिमको बजेट बनाउन पाउँछौँ। हामीले हाम्रो सञ्चालनको लागि उहाँसँग हामी भर पर्दैनौँ। हामी मैले पटक भनेका छौँ, सञ्चालन खर्च यहाँबाट हामी अपेक्षा गर्दैनौँ। हामी सञ्चालन गर्नुपर्ने हाम्रो सञ्चालन खर्च हामी आफै जुटाउन सक्छौँ। त्यतिसम्मको कलेजलाई मैले अथवा हाम्रो टिमले सक्षम बनाइसकेको छ। मात्र अब भौतिक संरचनाको कुरा गर्नुपर्दा हामीले एकदम न्यूनतम फी लिएर अथवा एकदम रिजनेबल फी मात्र, उचित फी मात्र लिएका छौँ। अब ब्याचलरमा 1000 रुपियाँ, प्लस 2मा 800 रुपियाँ भनेको त एकदमै नोमिनल हो। त्यसबाट हामी खालि प्रशासनिक सञ्चालन मात्र गर्न सक्छौँ। थप पूर्वाधार विकासको लागि हामीसँग बजेट हुँदैन र आजभोलि अब समय सापेक्षिक रूपमा पूर्वाधार पनि विकास गर्दै जानुपर्ने हुन्छ। त्यसको लागि एउटा बजेट विनियोजन गरिदियो भने चाहे सरकारबाट होस्, चाहे नेपाल सरकार, प्रदेश सरकार, स्थानीय जुनसुकैबाट होस्, हामीले एउटा नियमित बजेट पायो भने, पूर्वाधारको लागि पनि एउटा बजेट विनियोजन गरिदियो भने हामी अझ यसमा चाहिँ अझ गुणस्तरीय शिक्षाको लागि हामी प्रतिबद्ध हुन्छौँ भन्ने म यहाँको मिडियाबाट पनि जानकारी गराउन चाहन्छु। विद्यार्थीहरूबाट 800, 1000 रुपियाँ प्रति महिना होइन यो यहाँले भन्नुभयो? हजुर। यति रुपियाँ लिएर हामी चलाउन सक्छौँ त? अहिले प्रशासनिक सञ्चालन भइरहेको छ। यसमा हामीले टिचरहरू पनि अहिले यो किसिमको भएकोले सरकारी रेटमै हामीले सेवा सुविधा दिन नसक्दा पनि हामीले दिएको सेवा सुविधाबाट शिक्षकहरू सन्तुष्ट भएरै पढाइराख्नु भएको छ। कम्युनिटी कलेज हो, सेवाको भावमै हामी बढी प्रेरित भएर पढाइरहेका छौँ। त्यसमा पनि उहाँलाई पनि अब आफ्नो यहाँ हामी जस्ता धेरै अब 15-20 जना जति टिचरहरू यही कलेजमा डिपेन्डेन्ट भएका छौँ। उहाँहरूको जीवनलाई पनि हामीले अलिक विचार गर्नु पर्यो, भविष्यलाई पनि। सधैँ सेवा मात्र भनेर पनि भएन, आफ्नो परिवार घर पनि चल्नु पर्यो। त्यसको लागि हामी विभिन्न क्राइटेरियाहरू पनि बनाइरहेका छौँ। तैपनि हामी फेरि मैले के पुनः दोहोऱ्याएँ भने प्रशासनिक खर्चको लागि चाहिँ हामी कसैसँग गुहार माग्नु नपर्ने अवस्था हामी सृजना गर्दैछौँ। त्यो किसिमको हामी चाहिँ सक्षम भएका छौँ आजको अवस्थामा। तर भौतिक पूर्वाधारको लागि, यो प्राविधिक चिजको लागि चाहिँ हामी चाहिँ बाहिर अब नेपाल सरकार, प्रदेश, स्थानीय सरकारलाई हामी गुहार्नुपर्ने बाध्यता चाहिँ हाम्रो रहन्छ। यहाँले भने जस्तो भौतिक पूर्वाधार भन्नाले अब भनौँ न 1000 जनाभन्दा बढी विद्यार्थीहरू छन्, तिनीहरू पढ्ने कक्षा पनि चाहियो, त्यही अनुसारको सुविधा पनि चाहियो। त्यतिको प्रपर्टी हामीसँग अहिले छ? अहिले हाम्रो भवनका लागि पनि एउटा भवन बनाउने सोच रहेको छ। हामी विद्यार्थी बढी भएर अहिले यसपालि फेरि कोभिडको कारणले गर्दाखेरि हामी 11-12लाई यसपालिदेखि दिउँसो सिफ्ट गरेका छौँ। बिहानै चलाउनु पर्ने भएको त हामीसँग सम्भवै थिएन, किनभने ब्याचलर, प्लस 2 सबै बिहान एकमुष्ट चलाउँदाखेरि हामीलाई अलिकति निकै कठिन नै हाम्रो पूर्वाधारले नपुगेर हामी पहिला चाहिँ बाहिरको भवनहरू समेत भाडामा लिएका थियौँ। तर यसपालिदेखि अब कोभिड कारणले धेरै हुलमोल पनि नगरौँ, सबै विद्यार्थीलाई एकै सिफ्टमा नचलाउँ भनेर दिउँसो पनि सिफ्ट गरियो। र अर्को कुरा 6वटा पिरियड बिहानै मात्र चलाउँदाखेरि त्यति हामीले जुन किसिमबाट पाठ्यभार हो त्यो पढाउन नसक्ने अवस्था देखेर चाहिँ हामीले दिउँसो सिफ्ट गऱ्यौँ 11-12लाई चाहिँ। त्यसले गर्दा अहिले चाहिँ तत्कालको लागि चाहिँ हामीसँग यो जुन भौतिक संरचनाको यो भवनको केसमा चाहिँ हामीलाई समस्या चाहिँ हल भएको चाहिँ छ। नत्र प्राय सबै बिहानै पढाइ हुन्थ्यो?
बिहानै खास चाहिँ अब नेपाल सरकारले पनि 11-12लाई एउटा स्कुलकै लेभल भएकोले यो चाहिँ दिउँसै पढाउनु पर्ने भनेको नियम चाहिँ बनाएको छ। तर व्यवहारिक रूपमा त्यो चाहिँ भएको पाइँदैन, कहीँ पनि इम्प्लिमेन्ट भएको चाहिँ देखेको छैन। अब हाम्रो प्रयास चाहिँ सकेसम्म स्कुललाई स्नातक तह र स्कुलको जुन पाठ्यक्रम र स्नातक टियुको चाहिँ पाठ्यक्रममा छुट्टाछुट्टै गर्ने, 11-12 दिउँसो चलाउने र स्नातक ब्याचलर लेभल बिहान चलाउने हाम्रो योजना चाहिँ रहेको छ। अब यसमा कतिको समयले साथ दिन्छ त्यो हेर्नै बाँकी छ। हाम्रो प्रयास चाहिँ जारी रहेको छ। हजुर, अनि विद्यार्थीहरूको माग अनुसार तपाईँले सब्जेक्ट परिवर्तन गर्नुहुन्छ कि खास आफ्नो निर्धारित सब्जेक्ट मात्रै छ? होइन, विद्यार्थीको डिमान्डलाई नै आधार मान्ने हो। किनभने मार्केटमा जुन विषय स्टुडेन्टले बढी डिमान्ड गर्छ, बढी रुचाउँछ, त्यही किसिमको विषयहरू चाहिँ हामीले राख्दै जान्छौँ। किनभने अब हामीसँग जे छ त्यो मात्र भयो भने आजभोलि बिग्न पनि गाह्रो छ। विद्यार्थी पनि एकदम टाढो भइसकेका छन्। आफूलाई रुचि भएको विषय नै उनीहरू छान्ने, जहाँ आफ्नो रुचिको विषय पाइन्छ त्यहीँ जाने ट्रेन चाहिँ छ। र यो क्रममा फेरि हामीले फेरि पनि के दोहोऱ्याएँ भने मैले हाम्रो बजेटले छान्न नसक्ने अलिक खर्चिलो विषय चाहिँ हामीलाई राख्न गाह्रो छ। किनभने हामीले अब निजी शैक्षिक संस्थाले जस्तो नकिन पैसा उठाउन सकेका छैन। हाम्रो फीको एउटा निश्चित धार हुन्छ। त्यो निश्चित दायरामा बसेर चाहिँ त्यो निश्चित फी शुल्कमा हामीले पढाउन सक्ने विषयहरू चाहिँ हामीले व्यवस्थापन अथवा नयाँ राख्दै गएका चाहिँ छौँ। सरले भन्नुभएको जस्तो अहिले यो खर्चिलो विषय भन्नाले कुन विषय पर्छ यहाँले? अब भनौँ न, अब हामीले साइन्सका विषयहरू छ होइन, त्यसै साइन्सभित्रका विषय छ। यता जनरल विषयहरूमा पनि अलिक प्र्याक्टिकल बढी भएका विषय, फिल्ड जानुपर्ने विषयहरू जुन चाहिँ अलिक खर्चिलो हुन्छ, विद्यार्थीबाट पनि उठाउन व्यवस्था गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हामीले राख्न सकेका छैनौँ। किनभने त्यो हामी कहाँ त्यसरी तिर्ने विद्यार्थी थोरै आउँछन् र थोरै विद्यार्थीलाई त्यो किसिमको बजेट हामीले व्यवस्था गर्न सकेका छैनौँ। इभन तैपनि हामी यो कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट प्राविधिक विषयमा राखेका छौँ। यता स्नातक तहमा हामीले सोसियल वर्क जस्तो फिल्ड भिजिट भएका विषयहरू पनि राखेका छौँ। हाम्रो प्रयास चाहिँ जारी चाहिँ रहेछ। तर अलिक बढी खर्चिलो हाम्रा विद्यार्थी, यहाँ आउने विद्यार्थीले तिर्न नसक्ने, शुल्क तिर्न नसक्ने विषयहरूलाई चाहिँ हामीले तत्काल समेट्ने हाम्रो योजना चाहिँ छैन। अलिकति दीर्घकाल रूपमा त्यसलाई समेटेर लाने चाहिँ योजना रहेको छ। हजुर, अनि टेक्निकल सब्जेक्टहरू हुन्छ नि, जस्तै अब इन्जिनियरिङ भयो, यो सम्बन्धी चाहिँ हामीले सोचिया छैन। हजुर, अब टेक्निकल सब्जेक्टमा चाहिँ अब अहिले बिसिए चाहिँ हामीले चलाएको हो एउटा टेक्निकल। अरू पनि अब हामी यसरी हाम्रो अफोर्ड गर्न सक्ने विषय कुन छ, टेक्निकल अफोर्ड गर्न सक्ने विषय कुन छ भनेर हाम्रो योजनामा चाहिँ हामी वाच गर्दैछौँ। के विषय राख्दाखेरि अझ प्राविधिक रूपमा कलेजलाई सक्षम बनाउन सकिन्छ। प्राविधिक विषय नै आजभोलिको लागि एउटा जीवन उपयोगी शिक्षा जस्तै भइरहेको छ। त्यो विषयमा चाहिँ हामी चाहिँ छलफलमा छौँ। अब कसरी जाने एउटा विषय चलाएका छौँ। अब त्यो विषयलाई कसरी सस्टेन गरेर त्यसलाई कति त्यसबाट नतिजा के आउँछ भन्ने कुरा चाहिँ हामी वेट एन्ड सीमा छौँ। तर हामी चाहिँ अब प्राविधिक क्षेत्र पनि हामी लग्नुपर्छ, प्राविधिक शिक्षा पनि दिनुपर्छ भन्ने हाम्रो दीर्घकालीन योजना चाहिँ रहेको छ। हजुर, अनि यो त भयो हामीले विद्यार्थीहरूको बारेमा कुरा गऱ्यौँ। अब म यहाँनिर प्रसङ्ग बदलेर शिक्षकहरूको कुरा पनि राखौँ कि भनेर। शिक्षकहरू कतिजना छन् हाम्रो अहिले त्यहाँ? अहिले हामी शिक्षकहरू लगभग 40जनाको हेरमा 40 जना है। अनि उहाँहरूलाई पनि अब भनौँ न, अब आफूले काम गरे अनुसारको सुविधाहरू उहाँहरूले पनि अपेक्षा गर्नुभएको हुन्छ। त्यतातिर चाहिँ कलेजले के कस्तो सुविधा दिन सकेको छ टिचरहरूलाई? मैले अघि पनि यो कुरा प्रसङ्ग उठाइसकेका थिएँ। हाम्रा शिक्षकहरूले पनि यो सामुदायिक कलेज हो, यसमा चाहिँ यहाँ फी नै कम उठाएको छ र एकदम निम्न स्तरका भनौँ न्यून आय भएका विद्यार्थी पढ्ने भएकोले उहाँहरूले पनि एउटा सेवाको भागमा पनि लिइराख्नु भएको छ। हाम्रो सेवा सुविधा भनेको एउटा सरकारले तोकिएको भन्दा निकै तल बसेर हामी काम गरेका छौँ। सरकारले निर्धारण गरेको पारिश्रमिक हामी दिन सक्ने चाहिँ अवस्थामा छैनौँ, किनभने हामीले भ्याएका छैनौँ र हाम्रो फी उठाउने शुल्क नै कम भएको कारणले यसमा चाहिँ समस्या छ। तैपनि हाम्रा शिक्षकहरूले चाहिँ एउटा आफ्नो योगदानको हिसाबमा आफ्नो सेवा भावबाट काम गरेको हुनाले उहाँहरू पनि एउटा उत्प्रेरित भएर केही गर्नुपर्छ, समुदायको लागि केही गर्नुपर्छ भन्ने भावबाट काम गरेका छन्। त्यसमध्ये पनि हामी 15-20 जना चाहिँ डिपुटेड टोटल्ली यो कलेजमा मात्र काम गर्ने कि फुल टाइमर भएरै काम गरेका छौँ र अरू चाहिँ पार्ट टाइमको रूपमा पिरियड बेसिसको रूपमा काम गरेका हामी छौँ। र हामीले अब यो कलेजलाई अरू संस्थागत बनाउनु पर्छ भनेर फुल टाइम बेसहरूलाई चाहिँ विभिन्न सुविधा दिने, उहाँलाई अध्ययन भिजा दिने, अध्ययनमा केही सहयोग गर्ने काम चाहिँ हाम्रो चाहिँ यो संस्थागत रूपमा एउटा संस्थाले गर्नुपर्ने, शैक्षिक संस्थाले गर्नुपर्ने कामको चाहिँ थालनी चाहिँ हाम्रो भएको चाहिँ छ।
फुल टाइम काम गर्ने टिचरहरूलाई त सुविधा दिनै पर्छ नि हैन पक्कै पनि। हजुर हजुर। अनि यसरी नोमिनल स्यालेरीमा टिचरहरूले काम गर्दाखेरि सन्तुष्टि त नहोला नै है उनीहरू। मैले अघि भने अब असन्तोष छैन, अब सन्तुष्ट त हामी बनाउन सकेका छैन, हाम्रो किनभने क्षमतै छैन अहिले तत्काललाई। तैपनि असन्तोष नहुने, भावी दिनमा हाम्रो कलेज राम्रो हुन गयो भने हामी त्यही अनुसारको व्यवस्था गर्छौँ भनेर उहाँलाई चाहिँ हाम्रो एकदम ओपनली हुन्छ। हाम्रो आर्थिक कारोबार सबै कुराहरू हामी वार्षिक रूपमा प्रतिवेदन छाप्ने भएकोले कसैले केही गर्न सक्ने अवस्था भनौँ न, पैसा लुकाउने यो गर्ने उ गर्ने आम्दानी लुकाउने त्यो चाहिँ हाम्रो हुँदैन। एकदम हाम्रो फेयर हामी एउटा हाम्रो वार्षिक आय व्यय नै हामी सार्वजनिकै गर्छौँ। त्यही भएर चाहिँ हाम्रो यसमा चाहिँ आर्थिक रूपमा हुँदा पनि नदिने त्यस्तो किसिमको हुँदैन। जति हामीले विद्यार्थीसँग सङ्कलन गरेका छौँ त्यो फी यति फी छ, यतिबाट प्रशासनिक खर्च यति हाम्रो यी भनेर सबै कुराहरू चाहिँ बजेट अनुसार विनियोजन हुन्छ र विनियोजन बजेटलाई हाम्रो खर्च भइसकेपछि अडिटेबल हामी सार्वजनिक गर्ने क्रममै छौँ। त्यो हिसाबमा पनि हाम्रा शिक्षक कर्मचारीहरू सन्तुष्टै छन्, किनभने भएको जति हाम्रो कलेजले क्षमता जति भएको जति चाहिँ हामीलाई सेवा सुविधा दिइरहेका छन् भन्ने कुरामा उहाँहरू पनि विश्वस्त हुनुहुन्छ। हजुर, सामुदायिक कलेज भएकोले अब आत्मीयताको आधारबाट पनि उहाँहरूले सेवा दिइरहनु भएको हुनुपर्छ। यो नोमिनल स्यालेरीमै पनि है एकदमै सराहनीय कुरा हो। मिलन सर, अब कार्यक्रमको लगभग हामी अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा यहाँको कलेजको कुनै नयाँ विषय भनौँ न, यो बिसिए पढाउँदै हुनुहुन्छ नि, यसको लागि कुनै सुविधा विशेष केही दिनुभएको छ कि? यहाँले अहिले अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब कलेजको चाहिँ अहिले दोस्रो वर्षमा सञ्चालन भइरहेको बिसिए सब्जेक्ट छ नि, हजुर, यसको लागि यसको भनौँ न यसलाई चाहिँ अलिकति बढाउनको लागि कुनै किसिमको कार्ययोजनाहरू तर्जुमा गर्नुभएको छ? हजुर, एकदमै हामी अहिले बिसिए नयाँ सब्जेक्ट भयो, टेक्निकल सब्जेक्ट भयो, सेमी सुपरभाइजर भयो, हरेक किसिमबाट हाम्रो अहिलेको फोकस भनेको बिसिएमै छ। अरू हामीसँग चलाएका विषयहरू मजाले रनिङ भइरहेछ। हामीलाई त्यसमा आपत्तिको विषय अथवा चिन्ता लिनुपर्ने विषय छैन, एउटा धारमा भइसकेको छ। त्यसमा विद्यार्थीको सङ्ख्या पनि कमी भएको छैन, हुँदैन पनि जहाँसम्म लाग्छ। अहिलेको पनि भर्नाको अवस्था हेर्दाखेरि त्यहाँको नतिजा सबै किसिमबाट हामी चाहिँ बिबिएस, बिए, बिएसडब्ल्यूबाट सन्तुष्ट छौँ। तर हाम्रो सन्तुष्टि भनेको त्यसमा केही प्रयास नगर्ने होइन, त्यसलाई अहिलेको धारबाट अझ इम्प्रुभ गर्दै जाने हाम्रो प्रयास छ। बिसिए हाम्रो नयाँ विषय भएको हुनाले 35 जनाको कोटा भएको हुनाले त्यो 35 जनाको कोटा चाहिँ स्पेसल्ली अझ हामी स्थानीय विद्यार्थीबाटै भरोस् भन्ने हामी चाहन्छौँ। किनभने यो निकै प्राविधिक विषय छ, भोलिका दिनमा हितमूलक विषय नै भएको हुनाले यो सकिने बित्तिकै उसको जाहिरको सम्भावना त्यतिकै हुन्छ। र नगरपालिकासँग पनि हामीले बिसिएस चलाउनको लागि आवश्यक सहमतिहरू अथवा हामीले गरिसकेका छौँ। पोहोरदेखि हामीले एउटा एग्रिमेन्टै गरेका छौँ, टिओआरए छ नगरपालिका हाम्रो बिच। र अहिलेको हाम्रो फोकस भनेको बिसिए नै छ, तर बिसिए नयाँ विषय भएको हुनाले विद्यार्थीलाई पनि अलिकति छानिहालौँ, त्यही विषय रोजिहालौँ भन्ने विद्यार्थीमा अलिक डाउट किसिमको चाहिँ हामीले भेटाएका छौँ। के हो कसो हो, अहिले एउटा पासहरू आएको छैन, उसको के हुने भन्ने कुरा चाहिँ विद्यार्थीमा पनि अन्योग्यता छ। त्यसलाई हामी चिर्दै चाहिँ हामी सकेसम्म बिसिएलाई पनि अझ एउटा जसरी हामी अरू विषयहरू चलेका छौँ त्यसमा त 35 जना कोटालाई 35 जनाले फुलफिल गर्ने इन्ट्रान्स सिस्टमबाट गराउने र स्पेसली किर्तिपुरकै स्थानीय विद्यार्थीलाई चाहिँ बढी फोकस गरेर हामी यो विषयलाई केन्द्रित बनाउने लक्ष्यमा चाहिँ राखेका छौँ। र यसका लागि हामीले जुन किसिमको कम्प्युटर ल्याबको डेभलप गर्नुपर्ने, कम्प्युटर ल्याबमा सुधार गर्नुपर्ने, भइरहेको कम्प्युटर ल्याबलाई सुधार गर्ने, क्लासरुमलाई आइटी इन्भाइरोमेन्ट बनाउने, यी सबै प्रयासहरू चाहिँ हाम्रो भइरहेको छन्। आगामी दिनमा अझ विषयलाई उत्कृष्ट ढङ्गबाट हामी प्रस्तुत गरेर देखाउनेछौँ। हजुर, यो अब विद्यार्थीहरूलाई कुनै किसिमको सुझाव सन्देशहरू दिनुहुन्छ कि? त्यही हो, अब हामीले दिनुपर्ने भनेको अहिले मैले भने अब यो प्राविधिक धार छ, आइटीको कुरा छ। हामीले जनरल विषय त धेरै पढ्छौँ, जनरल विषयमा हाम्रो स्टुडेन्टको सङ्ख्या पनि आउटपुट धेरै आउँछ। त्यसले गर्दा मार्केटमा बिक्न अलिक गाह्रो हुन्छ। अब तर हामीले यसरी छुट्टै किसिमको प्राविधिक विषयहरू लिएर अध्ययन गर्ने भने प्राविधिक विषयको जनशक्ति पनि कम हुन्छ। तर अहिलेको समाज भनेको, अहिलेको संसार भनेको आइटीको क्षेत्रको हो, प्राविधिक क्षेत्रको हो। त्यही भएर चाहिँ प्राविधिक विषय चाहे त्यो विषय होस् चाहे अरू कुनै होस्, प्राविधिक विषय लिएर हामी अध्ययन गर्दाखेरि अध्ययन गर्ने क्रममा अलिक समय दिनुपर्ने हुन्छ, अलिक बढी जोड दिनुपर्ने हुन्छ, अलि
अरू विषयलाई भन्दा अलिक बढी जोड दिएर अध्ययन गर्नुपर्ने हुन्छ। तर जब अध्ययन पश्चात तपाईँले उत्कृष्ट नतिजा पाउनुहुन्छ त्यसको लागि हामी जबको लागि भौतारी रहनुपर्ने अवस्था चाहिँ आउँदैन। राम्रो जब पाउँछ, आफै घर बसेर काम गर्न सकिन्छ, आफै एउटा इन्टरप्रिन्योर भएर काम गर्न सकिने भएकोले प्राविधिक विषयको अथाह समुद्र हो, यसमा प्रवेश गरौँ। फ्युचर चाहिँ राम्रो बन्छ भने हाम्रो चाहिँ एउटा चाहिँ टार्गेट रहेको छ। हाम्रो चाहिँ सोच के छ भने संसारै प्राविधिकमय भइसकेपछि प्रविधिलाई नै हामीले आफ्नो भविष्य करियर बनाउँदाखेरि स्टुडेन्टलाई अझ फ्युचर चाहिँ ब्राइट बनाउन सकिन्छ भन्ने मेरो भनाइरहेको छ। हजुर, धन्यवाद मिलन सर, हाम्रो कार्यक्रममा जोडिएर विभिन्न जानकारी सूचनाहरू दिनुभयो यहाँको कलेजको बारेमा। म यहाँलाई नेवा एफएमको तर्फबाट धन्यवाद दिन चाहन्छु। एकदम धन्यवाद, सम्झनुभयो शहीद स्मारक कलेजलाई। तपाईँ जस्तो मिडियाकर्मीले माया गरेर नै आजको यो स्थानमा पुगेको हो। यस्तो हाम्रो तपाईँको माया सद्भाव सधैँ अपेक्षारत हामी रहनेछौँ। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो मिलन मान महर्जन, प्रिन्सिपल, शहीद स्मारक कलेज। अब एकैछिन विश्राम। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ कार्यक्रममा पुनः यहाँलाई म स्वागत गर्छु। अब कार्यक्रमको अगाडिमा म एकजना समाजसेवीलाई जोड्दैछु। उहाँ हुनुहुन्छ गीता श्रेष्ठ। हेलो। हेलो गीताजी, जोजलपा फेरि म यहाँको सम्पर्कमा आइपुगेँ। यहाँले यो ललितपुर यहाँको यो जुन समाजसेवी काम छ नि ललितपुरको, सर साउन्ड अलि सानो सुनिरहेको छ। प्रतिरोधात्मक साउन्ड सुनिया छैन। शरीरमा भएको यो प्रतिरोधात्मक क्षमता बढाउन के गर्नु सुनिन्छ? अहिले सुनिन्छ? हेलो, अहिले सुनियो? हेलो हेलो, हजुर सुनिन्छ? हजुर हजुर सुने। अनि अहिले यहाँ चाहिँ लगन खेलको महालक्ष्मी स्थानमा केही खानेकुराहरू खुवाउँदै हुनुहुन्छ। यो गरिब गुरुवालाई तातो खाना खुवाउँदै हुनुहुन्छ। यो एकदमै सराहनीय काम हो। यहाँले यो समाजसेवा कहिलेदेखि गर्नुभएको थियो रे? मैले यो लकडाउन जुन भयो नि त्यसको लगतै 4 दिन पछाडिदेखि सुरु गरे हो समाजसेवा काम चाहिँ। हजुर। अनि त्यसमा पनि यो खाना खुवाउने काम चाहिँ मलाई अचानक कसरी भयो भने मेरो एउटा साथीले भन्दै हुनुहुन्थ्यो, उहाँ मालसी थाना सबै साथीहरू जुन हुनुहुन्छ बाटोमा बस्ने, उहाँहरू खाना नपाएर भोकै बसिरहेछन्, कतिको मृत्यु भइसक्यो भनेर भन्नुभयो। अनि त्यो कुराले मेरो मनमा छ र मैले यो काम सुरु गरेको हो सर। अनि यो त्यहाँ कतिजना जति यो खाना नपाउने व्यक्तिहरू आएर बसेका हुन्छन्? लकडाउनको टाइममा त बढीमा 300 जनासम्म हुन्थ्यो होइन। हजुर। अहिले आएर चाहिँ नि अहिले हालसालै चाहिँ नि 60-70 जना हुन्छ। त्यसमा पनि काम गर्न सक्नेहरूलाई मैले काम खोज्दै उनीहरूले गर्न सक्ने काम लगाइदिइरहेको छु ज्यामी कामहरूमा। अनि थोरै अशक्तहरूलाई चाहिँ खुवाइरहेको छु। अहिले 50-60 जना हुन्छ डेली। त्यो काम गर्न सक्षमहरूलाई चाहिँ तपाईँले आफैले काम खोजेर काम गर्न लगाइदिनु भयो? हजुर हजुर। उहाँहरूले के भन्नुभयो भने यसरी दिनदिनै तपाईँलाई मात्र कति दुःख दिउँ, हामीलाई काम भयो खोजिदिनु न म्याम भन्नुभयो भएर मैले घर सरसफाइ गर्नेदेखि लिएर ज्यामी काम, भारी बोक्ने, घर बनाउने कामहरू खोजेर उहाँहरूलाई लगाइदिएको छु। त्यसपछि उहाँहरू आफ्नै अब निजी आफै खानुहुन्छ, आफै बसेर खानुहुन्छ? हजुर। अब त्यसको अलावा चाहिँ नि यहाँ 50-60 जना चाहिँ हुन्छन् अहिले खाना खाने। दिनको 50-60 जनालाई त खाना खुवाउनु धेरै पैसा खर्च लाग्छ। यसको लागि जुगाड कसरी गर्नुभएको छ व्यवस्था? खर्च लाग्छ सर, मैले बारम्बार यो मिडियामा पनि भन्दैछु, मलाई धेरै गाह्रो पनि भइरहेछ। तर के गर्नु, यो काम भनेको एकदम मन मुटु तन लगाएर धन लगाएर मैले गरिरहेको छु। सक्दो खुवाउँछु भनेर लागिरहेको छु। साथीहरूको सहयोगी हात अगाडि बढ्यो अलि सहज हुन्छ कि जस्तो लागिरहेछ मलाई। यसको लागि सहयोग यहाँले कतिको पाउनु भएको छ भनौँ न? कसैबाट दाताहरूले केही सहयोग गर्नुभएको छ? मैले खासै भन्ने सहयोग भन्दाखेरि चाहिँ मैले आफू पढेको स्कुलका जुन फ्रेन्डहरू हुन्थे नि, हजुर,
पुराना उहाँ साथीहरूबाट चाहिँ अहिले मैले पाइरहेको छु अन्यथा अरू ठाउँबाट चाहिँ मैले त्यस्तो सहयोग पाइरहेको छुइनँ। अब त्यो खर्च त निकै लाग्छ भन्नु 50 जनालाई खाना खुवाउनु आफैले बनाएर अनि त्यहाँसम्म लैजानु तपाईँ बसाइ चाहिँ तपाईँको कहाँ हो? मेरो थैब ललितपुर हो। म वडा नम्बर 14 मा बस्छु। थैबबाट खाना बनाएर तपाईँ गर्छु। टिचिङ पनि गर्नुहुन्छ है? टिचिङ भने स्कुलमा? हजुर सानो बच्चाहरूलाई प्री प्राइमरी स्कुलमा म पढाउँछु। हजुर अनि त्यही पैसा चाहिँ यो गरिब दिन दुखीलाई खुवाउँछु कि भनेर लागिरहेको छु तर धेरै गाह्रो भइरहेछ अहिले मलाई। अब स्कुलमा त्यो बच्चाहरूलाई पढाएको पैसा कति नै हुन्छ र त्यो पैसाबाट तपाईँले अब खाना बनाएर आफैले त्यो लगनखेलको महालक्ष्मी थानसम्म आफै लैजानुहुन्छ? अनि त्यसको अलावा मैले यो छ नि अरूको खेतमा अलिकति तरकारी खेती गरिरहेको छु, अलिअलि तरकारी रोपिरहेको छु। अहिले तरकारीको लागि मलाई सागसब्जीको लागि दुःख छैन, म आफैले गरिरहेको छु। अनि मलाई अरूहरूको लागि चाहिँ जस्तै अब तरकारी मात्र भएर पुगेन, अब लान ल्याउन पेट्रोल खर्चदेखि लिएर प्लेट चम्चा अनि उहाँहरूलाई जुन खानाको लागि अरू आवश्यक सामानहरूको लागि चाहिँ मलाई धेरै गाह्रो भइरहेछ सर अहिले। पक्कै पनि अब यहाँलाई कसैले सहयोग गर्नु पर्यो भने कसरी सहयोग गरिदिनुहुन्छ? के आधार होला नि, यहाँ कसरी सहयोग गरौँ? मेरो कुनै संस्था छैन, म कुनै ठुलो मान्छे पनि होइन, म कुनै पनि छैन, तर म एउटा समाज सेवामा लागिरहेको छु। हजुरहरूको सानो सानो सहयोगले मलाई अगाडि बढ्न अलि हौसला मिल्नेछ भन्न चाहन्छु। र सहयोगको लागि भन्नुपर्दा अहिले मैले हालसालै ई सेवा एकाउन्ट खोलिरहेको छु होइन, मेरो मोबाइल नम्बरबाट। मेरो ई सेवा एकाउन्ट हो, आइडी हो 9841508795। यो चाहिँ मेरो फोन नम्बर पनि हो। हजुरहरूलाई यदि सहयोगी हात अगाडि बढाउन एकदम उत्सुक जागेको छ भने, सहयोग गर्न अगाडि बढ्न मन लाग्छ भने, अथवा मेरो कामप्रति हजुरहरू खुसी हुनुहुन्छ भने चाहिँ मलाई यसमा सम्पर्क गर्नुभयो हुन्छ। हजुर पक्कै पनि स्कुलमा बच्चाहरूलाई पढाएर तरकारी खेती गरेर त्यसबाट निस्किएको पैसाले तपाईँले गरिब गुरुवालाई खाना खुवाउनुहुन्छ दिनका दिन लगेर। यो एकदमै सराहनीय काम हो। यहाँको यो समाजसेवी मनको लागि म हिजोदेखि कदर गर्छु। र अब त्यसो गर्छु भन्दै पनि अब सहयोग, अब पैसा नभइकन केही काम बन्दैन। त्यसैले सहयोगी मनहरूलाई म यहाँ अनुरोध गर्न चाहन्छु। उहाँ गीता श्रेष्ठजी हुनुहुन्छ। गीता श्रेष्ठजीको ई सेवा नम्बर छ 9841508795। यसमा चाहिँ केही सहयोग गरिदिनु भए गरिब गुरुवाले तातो खाना पाउने थिए। उहाँले आफ्नो लागि नभइकन आफूले कमाएको पैसा समेत लगेर गरिब गुरुवालाई खाना खुवाउनुहुन्छ। यो काम निरन्तर गर्दै आउनुभएको छ, त्यसको लागि निकै नै खर्च लाग्छ। यो पक्कै पनि आज तेस्रो चरणको आज मेरो यो काम सुरु गरेको तेस्रो चरणमा आज चाहिँ नि 72 डेज हुन्छ मैले खाना खुवाउन थालेको छ। हजुर 72 दिन। यो लकडाउन सके दोस्रो चरणको लकडाउन पछि होइन, पहिलो चरण मैले लकडाउन सुरु हुन 4-5 दिन पछि गरेर 5-6 महिना खुवाएँ, त्यसपछि सकिन, त्यसपछि फेरि 3-4 महिना खुवाएँ अनि रोकिएँ, अनि फेरि उ गरेर अहिले तेस्रो चरणको चाहिँ आज 72 डेज हुन्छ लगातार। अनि यो बिचमा छोड्नुपर्ने कारण चाहिँ के भयो? यहाँले त्यही आर्थिक व्यवस्था गर्न सक्नु भएन हो? छोड्नु पर्ने चाहिँ मलाई धेरै नै गाह्रो भयो। मलाई जताततै उधारो भयो पसलतिर। त्यो बेला त म स्कुल पनि चलेको थिइनँ, होम ट्युसन पढाएर बिहान 6 बजेदेखि बेलुका 3 बजेसम्म होम ट्युसन पढाएर मैले त्यो पैसाले उहाँहरूलाई खुवाएको थिएँ। पछि मलाई त्यो खुवाउँदा धेरै मान्छे बढ्ने क्रममा मलाई धेरै गाह्रो भएर मैले बिचमा रोकेको थिएँ। अनि फेरि ट्युसनहरू लिन थालेँ। मैले कमाएपछि म रोक्दिनँ, म निरन्तर खुवाउँछु भने। अनि त्यहाँ महालक्ष्मी थाना चाहिँ बद्री भन्ने एकजना मान्छे चाहिँ खाना नपाएर भोकै मर्यो रे भन्ने सुनेर फेरि सुरु गरेँ। 1 हप्ता नै ग्याप नगरिकन मैले फेरि सुरु गरेँ। त्यसपछि पनि मलाई गाह्रो भयो। अनि मैले सिन्धुपाल्चोकमा पहिरोले पुरेर विपन्न परिवारहरू धेरै छन् भनेपछि मेरो मन थामेन। मैले उता सिन्धुपाल्चोकमा पनि एक चरणमा राहत एक टिप लिएर गएँ।
मिलाएर लिएर गएँ पसलबाट, उधारै भए पनि म उनीहरूलाई पनि खुवाउँछु भनेर त्यहाँ राहत लिएर गएँ। त्यसपछि आएर मैले फेरि कमाउन थालेपछि अहिले यो तेस्रो चरण सुरु भएको हो सर। त्यही त अब लगन खेलमा चाहिँ एकजना गरिबको मृत्यु पनि भयो तपाईँले खाना खुवाउन छोडेपछि। हजुर हजुर। त्यही त अब गर्छु भन्दै पनि यो आर्थिक सहयोग नजुटेको कारण तपाईँले बिचमा छोडिदिनु भयो। त्यो कारणले गर्दाखेरि एकजना गरिबको मृत्यु पनि भयो त्यहाँनिर, एकदमै दुःख लाग्दो कुरा हो। म हाम्रो कार्यक्रमका श्रोताहरूलाई अनुरोध गर्न चाहन्छु 9841508795 यो नम्बरमा केही आर्थिक सहयोग गरी गरिब गुरुवालाई खानाको व्यवस्था गर्ने गीता श्रेष्ठलाई अलिकति आर्थिक सहयोग गरिदिनु म अनुरोध पनि गर्छु। गीताजी, अब यो कार्य समाजसेवाको कार्य भनेको एकदमै धार्मिक कार्य पनि हो। तपाईँलाई धर्म पनि लाग्छ? केही पनि आएको छैन सर। यो काम एकदमै धार्मिक कार्यक्रम हो। तपाईँलाई धर्म लाग्छ, यो ठुलो महान काम हो। तपाईँ यसलाई निरन्तरता दिनुहोला भन्ने म अनुरोध गर्छु। हजुर सर, म निरन्तरता दिइरहेको छु, दिन्छु पनि भन्ने छ। किनभने एक दिन म पनि कमाउन सक्छु होइन। यो गरिब दिन दुखीहरूको आशीर्वादले मैले केही राम्रो प्रगति गर्न सक्छु भन्ने मलाई लागेको छ र यो कामलाई म निरन्तर दिन्छु भन्ने मेरो मनैदेखिको इच्छा पनि छ सर। हजुर, अन्त्यमा म श्रोताहरूलाई के भन्न चाहन्छु भने गीता श्रेष्ठजीले लगन खेलको महालक्ष्मी स्थानमा खाना खुवाउँदै हुनुहुन्छ गरिब गुरुवालाई, उहाँलाई सहयोग गरिदिनु हुन अनुरोध गर्छु। र गीताजी, केही सन्देश छ श्रोताहरूलाई दिनुपर्ने? मैले श्रोताहरू सामु म यति विनम्रपूर्वक म अनुरोध गर्न चाहन्छु कि हुन त सबैलाई अहिले गाह्रोको अवस्था छ, भर्खर लकडाउन खुलिरहेछ, सबैलाई आफ्नो समस्या छ। तर प्लिज भन्छु त्यो समस्यालाई एक ठाउँमा राखेर गरिब दुखीहरूको लागि पनि थोरै थोरै सहयोग तपाईँहरूले गरिदिनु भयो भने उहाँहरूले तातो खान पाउनुहुन्छ, उहाँहरू बच्नुहुन्छ भन्ने म हजुरहरूलाई जानकारी दिन चाहन्छु। मन्दिरभित्र गएर पूजापाठ गर्दैमा धर्म हुँदैन। मन्दिर बाहिर बस्ने मान्छे गरिब दिन दुखीलाई एक गाँस तातो खुवाउनु नै हाम्रो धर्म हो भनेर लाग्यो भने प्रत्येक नेपालीहरूले नेपालीहरूको मनमुटुलाई बुझेर हिँड्यौँ भने हाम्रो देशमा गरिब दिन दुखीहरू पनि बाँच्न पाउँछन् भन्ने चाहन्छु म। हजुर, हस्, धन्यवाद। कार्यक्रममा जोडिनु भयो, म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र यहाँलाई सहयोग गर्ने सहयोगी हातहरू अगाडि आउन् भन्ने म आशा गर्छु। थोपा मिलेर नै समुद्र बन्छ। यहाँको सानो सहयोगले पनि गीता श्रेष्ठजीले केही व्यक्तिहरूलाई खाना खुवाउन सक्नुभयो भने उहाँहरूको आशीर्वाद यहाँलाई लाग्नेछ। म यसो भन्दै आज उहाँसँग छुट्टिएँ। श्रोताहरू, उहाँ हुनुहुन्थ्यो गीता श्रेष्ठ, एक समाजसेवी हुनुहुन्थ्यो। ललितपुरको महालक्ष्मी स्थानमा केही गरिब गुरुवालाई निरन्तर खाना खुवाउँदै आउनुभएको छ। उहाँलाई अहिले आर्थिक सङ्कट पर्न गएकोले केही सहयोग गरिदिनु हुन अपिल गर्नुभएको छ हामीलाई र यो मिडियाबाट मैले यहाँहरूलाई अनुरोध गरेँ। आजको लागि बिबिसा शाक्य र शङ्कर थापालाई आज्ञा दिनुहोस्। नमस्ते, शुभया।